तपाई हरेक दिन च्याट जीपीटी जेमिनाई जस्ता एआई प्रयोग गर्नुहुन्छ। तर एउटा कुरा कहिले सोच्नु भएको छ, एआईले वास्तवमा कसरी काम गर्छ? आज म तपाईलाई एआई के हो, यसले कसरी सिक्छ र च्याट जीपीटीले तपाईको प्रश्नको एन्सर कसरी बनाउँछ एकदमै सजिलो भाषामा बुझाउँदैछु। सबैभन्दा पहिले एआई भनेको के हो? सरल भाषामा भन्नुपर्दा आर्टिफिशियल इन्टेलिजेन्स भनेको कम्प्युटरलाई मानिसले जस्तै केही काम गर्न, जस्तै सिक्न, प्याटर्न पहिचान गर्न, भाषा बुझ्न र निर्णयमा सहयोग गर्न सक्षम बनाउने टेक्नोलोजी हो। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, एआईले मानिसले जस्तै सचेत भएर सोचिरहेको हुन्छ भन्ने होइन। यसले धेरै डाटाबाट प्याटर्न सिकेर त्यसका आधारमा आउटपुट तयार गर्छ। अब प्रश्न आउँछ, एआईले सिक्छ कसरी? यसको लागि एउटा सिम्पल एक्जाम्पल हेरौँ। हामी बच्चालाई कुकुर चिन्न सिकाउँदा धेरैवटा कुकुरका फोटो देखाउँछौँ। बिस्तारै उसले कुकुरका कमन फिचर्स पहिचान गर्न थाल्छ। मेसिन लर्निङमा पनि कन्सेप्ट केही यस्तै हो। एआई मोडललाई धेरै एक्जाम्पल्स र डाटा दिइन्छ। त्यसबाट प्याटर्न सिकेपछि नयाँ डाटा आउँदा त्यसले प्रेडिक्सन वा रेस्पोन्स बनाउन सक्छ। अब हामीले दैनिक प्रयोग गर्ने च्याट जीपीटीलाई हेरौँ। तपाईले प्रश्न टाइप गर्दा च्याट जीपीटीले इन्टरनेटबाट एउटा रेडीमेड एन्सर कपी गरेर पठाइरहेको हुँदैन। यसको ल्याङ्ग्वेज मोडलले तपाईले दिएको कन्टेक्स्ट बुझेर सिकेको प्याटर्न्सका आधारमा अर्को उपयुक्त शब्द र टोकनहरू प्रिडिक्ट गर्दै रेस्पोन्स जेनेरेट गर्छ। त्यसैले च्याट जीपीटीलाई उसलाई सबै कुरा थाहा छ भनेर बुझ्नु हुँदैन। यसले प्याटर्न्सका आधारमा अत्यन्त उपयोगी एन्सर बनाउन सक्छ, तर कहिलेकाहीँ गलत पनि हुन सक्छ। त्यसैले इम्पोर्टेन्ट इन्फर्मेसन चाहिँ भेरिफाई गर्ने बानी राख्नुहोस्। अब एउटा महत्त्वपूर्ण कुरा, यदि एआई यति पावरफुल छ भने यसले कहिलेकाहीँ गलत एन्सर किन दिन्छ? कारण एआई पर्फेक्ट नलेज मसिन होइन। यसको रेस्पोन्स डाटा, ट्रेनिङ र कन्टेक्स्टमा निर्भर हुन्छ। कहिलेकाहीँ यसले कन्फिडेन्ट तर गलत इन्फर्मेसन पनि जेनेरेट गर्न सक्छ। त्यसैले स्मार्ट एआई युजर भनेको एआईले दिएको हरेक कुरा विश्वास गर्ने व्यक्ति होइन, एआईको एन्सरलाई सोचेर, जाँचेर प्रयोग गर्ने व्यक्ति हो। अब सबै कुरा जोडौँ। एआई आफैमा न राम्रो हो न नराम्रो। तपाईले यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुराले फरक पार्छ। यदि एआईलाई आफ्नो होमवर्क गराउने मात्र टुल बनाउनु भयो भने तपाई डिपेन्डेन्ट हुन सक्नुहुन्छ। तर यसलाई सिक्न, प्र्याक्टिस गर्न, आइडियाज बनाउन र फिडब्याक लिन प्रयोग गर्नुभयो भने एआई तपाईको पावरफुल लर्निङ पार्टनर बन्न सक्छ। अब तपाईलाई एआई कसरी काम गर्छ भन्ने बेसिक आइडिया भयो। अब प्रश्न तपाईलाई, तपाई एआईलाई सबैभन्दा धेरै केका लागि प्रयोग गर्नुहुन्छ? पढाइ, काम कि क्रिएटिभिटी? कमेन्टमा लेख्नुहोस्।